नमस्कार साथीहरू, म चाहिँ निर्मल श्रेष्ठ। आज म तपाईहरुलाई देखाउन गइरहेको छु हाम्रो खोर्सानी खेती सँगै मकै खेती पनि। यो चाहिँ यहाँभन्दा अघिल्लो वर्षै हामीले यो खोर्सानी रोपेका थियौं र यो चाहिँ अहिलेको पुरानो बोट नै हो। अनि यसको बीचबीचमा चाहिँ हामीले खनेर मकै रोपेका थियौं। मकै पनि एकदम राम्रो छ। यसले अहिलेसम्म खनेको पनि छैन, जोतेको पनि छैन र जुन अगाडि हामीले रोप्दा फेरि लगाएको मोल भन्दा नि यहाँभन्दा अघिल्लो वर्षै लगाएको मोलले नै मोल मात्र हो र हामीले मकै रोपेको मात्र हो मात्र। अब खोर्सानीहरू नि यसरी राम्रै फलेका पनि छन् हैन, पुरानो बोटको खोर्सानी पनि र मकै पनि। अब यसको बीचबीचको ड्याङको बीचबीचमा चाहिँ हामीले यसरी मकै खेती लाइनमा गरेका छौं। मकै पनि एकदम राम्रो छ। यसमा खनजोत गोडमेल पनि नगरिकन पनि मकै पनि एकदम राम्रो छ, लाइनमा छ। मकै पनि खोर्सानी पनि राम्रै छन्। पुरानो बोटमै यतिको राम्रै भन्नु पर्यो। अब र खनजोत नगरे पनि मकै नगोडे पनि अब अरूलाई दोहोऱ्याउने तेराउने भन्छ नि, यो दोहोऱ्याउनु तेराउनु नगरिकन पनि हामीले चाहिँ रोपेका मात्र थियौं। यसको डाँठहरू नि एकदम राम्रा छन् र अहिले चाहिँ धान चामल आउन आँटिसक्यो। एकदम राम्रो छ मकै पनि र यो चाहिँ हाम्रो एकदम कम लगानी भन्दा नि कम श्रममा पनि यसरी राम्रै खेती भयो र हेर्दा पनि आकर्षक लाइनमा। अब यहाँ चाहिँ फाइदा धेरै नै भयो। कसरी फाइदा धेरै भयो भन्दाखेरि हाम्रो यहाँ जुन पुरानो बोटको खोर्सानीले पनि अलिअलि राम्रै उत्पादन दिने भयो। सँगै अब मकै खेती पनि अझ पहिलाको भन्दा राम्रो उत्पादन दिने देखिँदैछ। अब अहिले पसाउन आँटो भन्दा नि धान चामल आउन आँटो। मकैको चाहिँ लक्षण एकदम राम्रो छ। हेर्दा पनि आकर्षक लाइनमा देखिन्छ हैन। सँगै बीचबीचमा पनि हाम्रो खोर्सानी खेती छ र यहाँ चाहिँ एकदम राम्रो भइरहेछ। यो चाहिँ मैले पोदुमा गाउँपालिका च्याङ्ग्री मोरियामा गरिएको खोर्सानी खेती सँगै मकै खेती पनि हो।